बिहेपछि प्रायः सबैजना यो ठाउँ जानु नै हुन्छ। आज हाम्रो 6 घण्टाको ट्रिपमा कता कता गयौँ सबैसँग हेरौँ है त। लेउ बुढी प्रसाद चढाउ। बुढीलाई क्लिप लाउँदै फुर्सद चाहिँ। बागेश्वरी मन्दिरको दर्शन गरेर हामी पुग्यौँ भुटा। यो चाहिँ भुटाको हाम्रो पुरानो घर। आज हामी बिहापछि फर्स्ट टाइम आएको छौँ। हाम्रो इतिहास बोकेको यो सानो घरले हाम्रो धरातल के हो भन्ने कुरा जहिले याद दिलाइरहेको छ। छोरी मान्छेहरूसँगै भएपछि कि त फोटोसुट गर्छन् कि त टिकटक बनाउँछन्। त्यही नै भइरहेको थियो ठाउँमा पनि। एनडिएस गसिप्स त भन्नै बिर्से। तपाईँहरूको कुलदेवी कुलदेवता अथवा गोसाईको नाम के हो? हाम्रो गोसाईलाई ढोक्न भनेर हामी यिनीहरूमा रहेको हाम्रो सानी अङ्कलको घर गएका थियौँ। हाई भतिजा, म पनि छु। मेरो बहिनी, मेरो दिदी बहिनी अनि मेरो आन्टी। यिनीहरूमा हाम्रो धेरैजना रिलेटिभ्स हुनुहुन्छ। एक दिनमा सबैजनालाई भेट्नै सम्भव भयो। यति बेला हामी पुगेको थियौँ कोशी ब्यारेज र अबको हाम्रो गन्तव्य थियो कङ्कालनी मन्दिर भारदह। हामी चाहिँ नसोचेको तरिकाले आज कङ्कालनी मन्दिर पनि आइपुग्यौँ। अब यस्तै दुःख सुख यस्तै छैन। कतिको बिहे पनि भइरहेको छ यहाँनिर। बुवालाई चाहिँ हेर्न अलिक गाह्रै हुन्छ हाम्रो। र हेर्नु छ अलिक गाह्रो भए पनि जान चाहिँ जाँदै हुनुहुन्छ। पूर्व पश्चिम राजमार्गमा रहेको यो शक्तिपीठमा साँचो मनले दर्शन गर्नेको मनोकामना पूरा हुने जनविश्वास छ। दशैंको बेला मनोकामना पूरा भएपछि बलि दिनलाई होस्, विवाह गर्नलाई होस्, परिवारसँग आध्यात्ममा लीन हुनलाई होस्, कि त भट्किएको मनलाई शान्त बनाउनलाई होस्। हरेक वर्ष देश र विदेशबाट हजारौं पर्यटक यो ठाउँ आउने गर्दछन्। मिथिला कलाकृतिले सजाइएको यो मन्दिर पक्कै पनि तपाईहरु पनि भिजिट गर्नुहोला। आजको ब्लगमा यति नै। फेरि पनि कतै गयौँ भने हजुरलाई पक्का पनि हामी सँगै लानेछौँ।